आज हामी अमेरिका इरान द्वन्द्वबारे कुरा गरौँ, जसले संसारलाई नै युद्धको मुखमा पुर्याएको थियो। अमेरिकी राष्ट्रपतिको यो धम्कीले संसारकै सास रोकिएको थियो। यो चेतावनी भन्दा पनि बढी थियो। त्यसो भए संसार यस्तो विनाशकारी युद्धको डिलमा कसरी आइपुग्यो? ल, सुरुबाट हेरौँ। यो कुनै रातारात भएको घटना थिएन। यो त 50 दिनभन्दा लामो तनावको एक भयानक श्रृङ्खला थियो। अनि यसको मूल्य निकै महँगो साबित भयो। यो लडाईँमा 4000 भन्दा बढी मानिसको ज्यान गयो। ज्यान गुमाउनेहरूमा इरान र लेबनानका नागरिक थिए, साथै इजरायली र अमेरिकी सैनिक पनि परे। तर यी त केवल सङ्ख्या हुन्। यसको पछाडि लाखौं विस्थापित जीवन र हजारौं टुक्रिएका परिवार छन्। मानवीय क्षति मात्रै होइन, इरानको आणविक प्लान्टमा भएको आक्रमणले चेर्नोबिल जस्तै विपत्तिको डर पनि थियो। एकातिर अमेरिका पूर्ण जितको दाबी गर्दै थियो, तर अर्कोतिर इरानले अमेरिकी विमान खसालेर सत्य अर्कै भएको देखायो। विमान खसालिएपछि 2 अमेरिकी पाइलट शत्रुको इलाकामा खसे। अब सुरु भयो ज्यान बचाउने दौड। त्यसपछिको उद्धार अभियान कुनै हलिउड फिल्मभन्दा कम थिएन। ढोका, स्पेशल फोर्स र एक नाटकीय उद्धार। उद्धार त सफल भयो, तर यसले इरानको आकाशमा अमेरिका कति कमजोर छ भन्ने कुरा पनि देखाइदियो। जब शान्तिको आशा देखिन थाल्यो, त्यही बेला विवादास्पद कदमहरूले सबै कुरा बिगारिदियो। इजरायलको आक्रमणले युद्ध विरामको सम्झौतालाई सुरुमै तहस-नहस बनायो। अब के हुन्छ कसैलाई थाहा थिएन। शान्ति वार्तामा इरान केही यस्ता मागहरू लिएर बस्यो जुन मान्न लगभग असम्भव नै थियो। र अन्तमा 21 घण्टा लामो वार्ता एउटै कुरामा आएर अड्कियो: इरानको आणविक कार्यक्रम। वार्ता टुटेपछि अमेरिकाले डबल ब्लकेट लगायो। यसले इरानको समुद्री व्यापारलाई पुरै ठप्प पारिदियो। त्यसपछि होर्मुज स्ट्रेटमा स्थिति एकदमै तनावपूर्ण र अराजक बन्यो। कहिले खुल्ने, कहिले बन्द हुने। यो सङ्कटको आगो अब अरू देशमा पनि फैलिन थाल्यो, जसको प्रत्यक्ष असर भारतमा देखियो। भारतीय जहाजमाथि गोली चल्यो र देशको तेल आपूर्ति अनि ऊर्जा सुरक्षा नै खतरामा पर्यो। र यति हुँदाहुँदै युद्ध रोकिएको त्यो 2 हप्ते युद्धविरामको समय पनि अब सकिएको छ। अब के हुन्छ? के फेरि युद्ध चर्किन्छ? अनि कुनै सम्झौता भए पनि के इजरायलले मान्ला? भविष्य अझै अनिश्चित छ।